हेलो गाइज, यो चाहिँ मेरो न्यू भ्लग हो। त्यसैले पहिले चाहिँ म आफ्नो परिचय दिन्छु, त्यस पछाडि अगाडि बढौँला। नमस्ते एन्ड सेवारो, म प्रदीप कुरुङबाङ अर्थात् लिम्बू। अनि मेरो घर चाहिँ तेह्रथुम खेदाप हो। अनि यो मेरो न्यू भ्लग हो, यो मेरो पहिलो भिडियो हो। त्यसकारण तपाईहरुले मलाई सपोर्ट गर्नु होला, सब्स्क्राइब गरिदिनु होला र मन परेमा यसो कमेन्ट गरी लाइक गरिदिनु होला। र अहिले चाहिँ म भिडियोमा नि देखिराख्नु भएको होला, म हिँड्दै गरेको हैन। म चाहिँ अहिले धरानदेखि आउँदै गरेको। यो चाहिँ हाम्रो धरानदेखि आउँदै गरेको। धरान मतलब अघि गाडीमा आएको, यहाँ माथि हाम्रो औँसी बजारसम्म। अनि त्यस पछाडि चाहिँ हिँड्दै आउनुपर्छ नि त। छ नि त, रोड पनि छ, गाडी ट्याक्सी चल्छ। बेलुका उता म्याङ्लुङतिर जान्छ, अनि बिहान मात्रै हाम्रो गाउँ हुँदै फिरिम जान्छ। त्यही भएर बेलुकाको गाडी चाहिँ छैन र बेलुका चाहिँ जानु पर्यो नि, हिँड्दै नै जानुपर्छ। त्यही भएर म हिँड्दै नै जाँदैछु। म चाहिँ धरान किन गएको थिएँ भने म उतै बस्छु नि त, धरानमै बस्छु, मतलब पढ्दैछु। अनि पढ्दै मतलब कोरियन भाषा पढ्दैछु। अब पढ्दैछु, त्यही भएर धरान बस्छु र अहिले गाउँ आउँदै गरेको। गाउँ आउँदा अहिले यहाँ भगटेनी तल भरतेको घर भन्ने, यहाँ भरतेको घर भने चाहिँ ड्राइभरहरूले सबैले चिन्छन्। त्यहाँ भरतेको घर छेउनेरि आइपुगेको अवस्था हो। अझै घर पुग्नु चाहिँ हिँडेर चाहिँ आधी घन्टा लाग्छ मजाले। त्यही भएर हिँड्दै गरेको, एक्लै छु। अनि त्यस्तै 2-3 महिना भयो होला म नआएको। तर कस्तो भयो नि अघि अचम्मको कुरो, गाडी बसमा आएको नि त माथि औँसीसम्म। अनि बसमा आउँदाखेरि मात्नु खोज्यो कि गाडीले। अनि त्यतिकै सुत्दै आयो। तर माथि त माथि नै भन्न, त्यो गाडीमा दियो भमिट पनि आउनु खोज्यो, तर भमिट चाहिँ भएन। अनि त्यही हो। भमिट चाहिँ भएन। मैले भनेको भरतको घर भन्ने चाहिँ यही ठाउँ हो र यही घरहरूलाई भन्छ यसै। अनि त्यही, अनि यहाँ माथि हाम्रो गाउँ औँसी डाँडा आइपुगेपछि चाहिँ उभिएको थिएँ यता ओर्लिनेपट्टि, भित्तापट्टि पर्यो कि त्यो ओर्लिने। अनि ओर्लिने ठाउँ नआएर झन्नै कहाँ पुगिसकेको। अनि यसो हेर्छु, लु यो त होइन त भनेर हतार रोक्नु लाएर परदेखि ओर्लेर ओह्रालो झरेर आउँदैछु। यो पारी देख्नुको गाउँ, यहाँदेखि खेली डोली उतै सब गरेर खाएको यो आफ्नै गाउँ हो। अब यो यसो हुँदै यहाँदेखि उता पल्लो साइड पर्छ घर मेरो चाहिँ। गाउँ चाहिँ यही हो। हामी पढ्ने स्कुल यो हो, यो श्री महाकाली स्कुल हो, उच्च मावि स्कुल। अनि त्यही हो। अनि यसो हामीले यो चाहिँ भन्छ पुलडुङ भन्छ, तेह्रथुम जिल्ला फेदा 5 यो उतापट्टि। यो चाहिँ 1 हो, मेरो चाहिँ 5 वर्ष, यो चाहिँ 1 हो। अघि गाडीले मात्नु खोजेर होला,
भुँडी पनि बटारिरहेछ, खाना पनि खाएको त छैन भनिहालेँ होइन, छैन। भुँडी पनि बटारिरहेछ, मुख पनि तितो तितो भइरहेछ। ऊ के भएको अनि त्यही हो। यसो मेरो यो नयाँ च्यानल भएकोले सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म तपाईँहरूको लागि अझै राम्रो राम्रो भ्लग भिडियो लिएर आउने कोसिस गर्छु। हौसला दिनु होला। लाइक कमेन्ट सब्सक्राइब गरेर सपोर्ट गर्नुभयो भने हौसला मलाई पक्कै पनि मिल्नेछ। अनि भोलि साँच्ची हाम्रो गाउँमा लौरेको बे छ नि त, त्यही भएर पर गीत बजिरहेछ। गीत बजेको त ठिकै छ। अनि अब गाउँमा घरमा गएर आउनु पर्ला लौरेहरूको बेमा। यो धारा आइपुग्यो। यो के धारा पो भन्थ्यो पहिले, यहाँनिर छ उयो, यहाँनिर हो धारा चाहिँ, तर के धारा भन्थ्यो, तिरतिरे धारा होइन खै के। पहिला हामी औँसी बजार जाँदाखेरि यही बाटो जान्थ्यौँ नि त। अनि पहिला यो रोड नहुँदा त्यहाँ ठुलो धारा हुन्थ्यो, त्यहाँनिर खाएर जान्थ्यो। अहिले यो रोडले गर्दा बाटो छैन नि त, धारा त छ तर पनि खासै उक्लेर खाएर हिँड्दैन, अति टिका लागेर चाहिँ खाएरै गइन्छ नि त। अनि त्यही हो, पहिले यही बाटो थियो, यही रोडमै थियो बाटो चाहिँ। भएन अलिकति तलतिर अलिकति मासतिर त्यस्तै काटकुट भइरहेछ, त्यस्तै मात्रै हो, नत्र यही हो बाटो। तपाईँहरूलाई कस्तो खालको भ्लग भिडियो मनपर्छ त्यो पनि कमेन्ट गर्नु होला। म तपाईँहरूको लागि त्यही प्रकारको त्यही खालको भिडियो बनाउने कोसिस गर्नेछु। कस्तो भिडियोहरू बनाउँदै यो के अरे कहिलेकाहीँ रोक्छु कि त्यो रोकेको बेला चाहिँ फेरि प्ले गर्दाखेरि भिडियो त हुन्छ तर यो के अरे आवाज रेकर्ड कस्तो नभएर बिजोग भइदिइरहेछ हौ। अहिले चाहिँ म पुलडुङ आइपुगिसकेको कि, त्यही हो, गाह्रो छ। अहिले म गाउँमा त आइपुग्यो, ला 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 पुलडुङ गाउँ। कस्तो अब पुलडुङ गाउँ सक्यो, ज्यामिरे लाग्छ अब, ज्यामिरे हाम्रो गाउँ होइन। यो बाँसघारीदेखि मुनि पर्छ मेरो घर। टिनहरू अलिअलि टल्किनै छ। म आएको बस पो कराउँदैछ पर, सालेलाई अरे क्या। यो पोल देखिरहेछ नि, यो पोल यो हाम्रो गाउँमा लगेको वाइफाईको तार गाडेको पोल हो है। अब यस्तो जाने हो, पर यस्तो घुम्ने। यहाँ तल बस्यो नि त घर, त्यही भएर अघि म बसमा नओर्लिकन सुरुको घुलाउ माथिको रोडदेखि माथि हुँदै यसो हुँदै परको डाँडातिर जान्थे। अनि बिजोग हुँदैन थियो त, पुरा बिजोग हुन्थ्यो नि। हाम्रो गाउँको चिरबित्ता भन्ने यो भिर छ है। हाम्रो गाउँको रोड यस्तै नै छ, पिच हुनु बाँकी नै छ। माथि अघि देखाएको थिएँ नि, त्यहाँदेखि मर्मत हुँदैछ। मर्मत रोडलाई यसपालको बजेट सक्यो रे, त्यही भएर त्यति मात्रै गर्दै थिएँ। अब अर्कोचोटि बजेट पर्छ, अर्कोचोटि चाहिँ के अब 82 लागिहाल्यो, आज 2 गते भनेपछि
पर्छ अब। अनि अलिक लामै हाम्रो गाउँसम्म नै आइपुग्छ कि लगभग कति बजेट पार्छन्। पहिले अघि मैले देखा नि तिलखुरेबाटदेखि यसो पनि जान्छ है हाम्रो गाउँतिर सर्टकट के अरे बाटो भिर बाटो भनेको यहीँनिर आइपुग्थ्यो, यहीँनिर आइपुग्थ्यो। यो यसो बमपला भन्छ कि यो हुँदै आउँथ्यो त्यो बाटो चाहिँ। तर मैले चाहिँ रोटै रोट हिँड्न चाहेर रोटै रोट आएको अवस्था हो यो। पहाडको ठाउँमा होइन, हाम्रो गाउँठाउँमा अब रोडमा भिडियो बनाउँदै हिँड्नु भने वारिपारि चाहिँ देखिँदैन क्या, यो रुखहरूले छेकेर हेरौँ न, रुखहरूले छेकेर। अब यो रुखहरू नहुँदा पनि खासै पारि नै चाहिँ क्लियरै चाहिँ फोनले देखाउँदैन नै थियो, यति चाहिँ हो होइन। तर पनि हरियाली हेरौँ न होइन, अरू केही नहेरे पनि। यो टर्निङ थियो नि, त्यो हाम्रो घर पुग्ने अन्तिम टर्निङ हो। अब पुग्ने आँटेको यसो अनि यो यहाँदेखि देखि पो हाल्छ त अब घर। अनि तपाईँहरूलाई चाहिँ गाउँ मनपर्छ कि सहर मनपर्छ भनिदिनु पर्यो। मलाई त सहरको हावापानीले खासै खापेन, तर पनि बसी चाहिँ रहेको छु। अब के गर्नु, बस्नु त पर्यो नि त। गाउँमा भने जस्तो अलिकति छैन, त्यही भएर यो देखिँदै गरेको चाहिँ मेरो मतलब हाम्रो घर हो। यसो देखिँदैछ, आइपुगेको अवस्था हो होइन। ल ठिक छ, के कसो त आइपुगे। यही हो मेरो घर र म घर आइपुगिसकेको। मैले भनेको थिएँ नि हाम्रो गाउँमा त आगो जङ्गलमा लागेको रहेछ र यता माथि पनि लागेको रहेछ, तर अघि निभाइसकेको रहेछ नि। तर अलिअलि धुवा चाहिँ उठिरहेको रहेछ, त्यति रहेछ। अब घर आइपुगिसक्यो हो। आजलाई अब छुटौँ, धन्यवाद, थ्याङ्क यू, खम्सामिदा सबै।